त्यतिखेरै भनेको त मैले सक्दैन भनेर। यु निड डेयरिङ पर्सन एन्ड पोलिटिकल फिगर भने हो। मसँग जे खाका छ उहाँहरूसँग छैन, सिधै कुरा। एउटा राष्ट्रिय बहस गरौँ न भने कसै तपाईँले मिलाउन सक्नुहुन्छ? बालनलाई पनि बोलाउनुहोस्, रवि लामिछाने, कुलमान घिसिङ, जो होइन पार्टीका शीर्षस्थ छ नि, गगन थापा, यिनीहरू सबैलाई बोलाउनु न एउटा, त्यो मिलाउनु न प्लिज। चुनावभन्दा अगाडि सम्भव भयो भने। तर उहाँहरू आउनुपर्छ है। उहाँहरूले अरू मान्छेले पठाएर हुँदैन, म अरूलाई पठाउँदैन, म आफै आउँछु, त्यसपछि कुरा गरौँ क्या। उहाँहरूसँग भिजन छैन। विदेशबाट ऋण लिने अनि घर बनाउने, त्यसलाई भिजन भन्छ। उहाँहरूले लिनुभएको ऋण होइन सदुपयोग भएको भए पनि त यो देश कस्तो बनिसक्थ्यो होला त, होइन? 5 करोड ऋण लिने, 3 करोड चाहिँ यता साइडमा राख्ने, 2 करोडको काम गर्ने, टेक्निकल अडिट नगर्ने, होइन? खालि त्यो खाताको अडिट मात्रै गरेर हुन्छ? श्रम संस्कृतिले तपाईँको सरकार मात्रै गठन गरोस् कि हामी टेक्निकल अडिट गर्छौँ। टेक्निकल अडिट भनेकै थाहा छैन होला उनीहरूलाई, होइन? टेक्निकल अडिट भनेको सामान चेक गर्नु पऱ्यो नि। कागजमा चाहिँ मिलाउँछ क्या, 5 करोडकै गरेँ भन्छ, कागजमा सबै श्रेष्ठता मिल्यो, ए हो रहेछ भन्छ, पास हुन्छ, भइहाल्छ। 3 करोड चाहिँ लुकाइरहेको हुन्छ। त्यो तपाईँले अघि भर्खरै एयरपोर्टको कुरा गर्नुभयो होइन, त्यहाँ त्यही भयो त, होइन? त्यो वाइट बडी कि खोइ के बच्चती भन्ने आयो नि, होइन? 5,000 को फर इक्जाम्पल 5,000 को कुर्सी किन्नुपर्ने ठाउँमा 3,000 को किनेको छ, 2,000 चाहिँ लुकाएको छ। कागज चाहिँ 5,000 को बिल चाहिँ पास गरेको छ। तर त्यसको टेक्निकल अडिट, द क्वालिटी के अरे रिपोर्ट है, त्यो क्वालिटी रिपोर्टमा के छ त? त्यसले गर्दाखेरि अब यस्ता खालका मान्छेहरू छन्। जुन भन्नुभयो नि, यो सबै बिचौलियाले गरिदिन्छन् कि नेता त केवल गोठाला मात्रै हुन् नि सर। यस्तो छ, बिचौलियासँग जुझ्न सक्नुहुन्छ? बिचौलियाले त हामी तपाईँको चाहिँ नि तह लगाउँछु, म चाहिँ तह लगाउँछु। राज्य बिचौलियाले चलाउँछ? तह लगाउँछु म। नेताले भन्दा धेरै राज्य बिचौलियाले चलाउँछ। म त तपाईँको सुन्नुहोस्, यता सुन्नुहोस् है, म कस्तो क्यारेक्टर हो। राति तपाईँको चाहिँ नि काम गर्न, राति काम गर्नु हुँदैन पिचको भनेर भन्दाखेरि अटेर गर्नु खोज्दा ठेकदारको 6 गाडी 6 टिपर तपाईँको अस्फाल्ट फाल्नु लाउने मान्छे हो म। एउटा मन्त्री रहेछ भूपेन्द्र राई भन्ने, तपाईँको अहिले पनि होला प्रदेशको, रातिको 2 बजी काम गरिरहेर छ है। रातिको 2 बजी पनि पिच हुन्छ धरानमा, मेरो तपाईँको अनुमति बिना है, मलाई जानकारी नदिकन न केन्द्रलाई काम गर्न दिन्छु न प्रदेशलाई। यहाँ आउनुपर्छ पहिला। त्यो तपाईँको चाहिँ आफ्नो कार्यकर्तालाई काम मैले प्रोजेक्ट दिएँ भन्ने किसिमले नगरपालिकाले जानकारी नदिकन बाहिर काम गर्नु पाउनु न भनेर मैले कत्रो बवाल गरेँ। त्यो कुरालाई तपाईँको चाहिँ व्यवस्था गरेर म त मन्त्री हुँ भनेर